आफ्नो बच्चाको माया लाग्छ भने चुरोट खान चाहिँ अहिले नै बन्द गरिदिनु होला। नमस्कार सबैजनालाई, म हजुरहरुकै नर्स ममा। चुरोट खाँदा आफूलाई मात्र नभएर आफूसँगै भएका अरू मानिसहरूलाई पनि असर गर्ने हुन्छ र अझै भएन भने बच्चाहरूलाई त झन् एकदमै असर गर्छ है। तपाईले चुरोट खानु भएको छ र बच्चा नजिकै छ भने त्यो धुवा चाहिँ बच्चाले पनि इन्हाल गर्ने हुन्छ। यसलाई चाहिँ सेकेन्ड ह्यान्ड स्मोकिङ भनिन्छ, जुन चाहिँ एकदमै हानिकारक हुन्छ। तपाईलाई भन्दा पनि धेरै चाहिँ बच्चालाई असर गर्ने हुन्छ। र तपाईको चाहिँ चुरोट खाने ह्याबिट छ र बच्चालाई असर गर्छ भनेर हजुरले चाहिँ बाहिर गएर अथवा चाहिँ कतै टाढा गएर खानुहुन्छ भने पनि यसले पनि बच्चालाई असर गर्छ। कसरी त भन्दाखेरि तपाईले चुरोट खाने क्रममा तपाईको मुखमा, कपडामा हैन अथवा तपाईको हातमा त्यो चुरोटको निकोटिन लाग्न सक्छ र तपाईले चाहिँ घरमा आएर बच्चालाई हग गर्ने क्रममा, माया गर्दाखेरि अथवा बच्चालाई खेलाउने क्रममा त्यो बच्चाको छालामा टाँसिने अथवा चाहिँ नाकबाट जाने अथवा चाहिँ उसले चाहिँ मुखबाट खाने हुन्छ र यसले चाहिँ बच्चालाई चाहिँ नकारात्मक असर गर्ने हुन्छ। जस्तै बच्चाको चाहिँ श्वास प्रश्वासमा प्रब्लम, मुटुमा प्रब्लम हैन, अनि त्यस्तै गरी अन्य समस्याहरू चाहिँ आउन सक्छ। त्यसैले यदि तपाईहरुको चाहिँ चुरोट खाने बानी छ र घरमा साना बालबालिका छन् भने यसलाई चाहिँ अहिले नै बन्द गर्नु होला। यो हजुरको लागि पनि र सानो बच्चाको लागि पनि एकदमै हानिकारक छ।